हेलो एभ्रिवान वेलकम टु न्यू भिडियो सँगै पढौँ युट्युब च्यानलमा सबैलाई स्वागत छ। आज चाहिँ हामी यस भिडियोमा कस्ट सिटबाट सोधिने 8 मार्क्समा कस्ट सिटबाट +2 को बोर्ड एक्जामिनेसनमा एकाउन्टको क्वेसन नम्बर 22 मा सोधिने 8 मार्क्सको मोस्ट इम्पोर्टेन्ट क्वेसन जुन चाहिँ कस्ट सिट च्याप्टरबाट सोधिने गर्छ त्यसको चाहिँ हामी के गर्दैछौँ त आज क्वेसन्स प्लस त्यसको सल्युसन। क्वेसन्स भनेको हामीले ओल्ड इज गोल्डबाट एक्सट्र्याक्ट गरेको छौँ। ओल्ड इज गोल्डमा भएको मोडल क्वेसन, पास्ट क्वेसन्स र सिडिसीद्वारा प्रिपेयर गरेको क्वेसन्सहरूलाई चाहिँ हामी के गर्दैछौँ त त्यसलाई कसरी सल्भ गर्ने, त्यसलाई सल्भ गर्ने एप्रोचहरू के छ, सजिलो ट्रिक्स के छ, टिप्स के छ त हो त्यो कुरालाई चाहिँ हामी ख्याल गरेर सल्भ गर्छौँ आजको यस भिडियोमा। सो हामीलाई 8 मार्क्समा के गर्छ त कि त कस्ट सिट मात्रै सोध्छ कि त कस्ट सिट प्लस टेन्डर सिट दुईटा कम्बाइन गरेर चाहिँ 8 मार्क्समा के गर्छ त कम्पलसरी सोध्छ नै हो। सो अब सुरुमा हामी के गरौँ त हामीले प्रिभियस भिडियोमा हामीले कन्सेप्ट कस्ट सिटको फर्मेटलाई फुल्ली रिभाइज गरेको थियौँ र कस्ट सिटकै फर्मेट बेसमा एउटा क्वेसन सल्भ गरेको थियौँ। अब अस्ति त हामीले कस्ट सिटको फर्मेट डिल गऱ्यौँ। अब टेन्डर सिटमा चाहिँ फरक के आउँछ त भन्दाखेरि टेन्डर सिट प्रिपेयर गर्दाखेरि फरक के आउँछ त टेन्डर सिट प्रिपेयर भने अब टेन्डर सिट भनेको के हो त त्यो कुरा बुझ्नु पर्यो है हामीले। पहिले टेन्डर सिट र कस्ट सिटमा फरक के आउँछ र टेन्डर सिट भनेको के हो बुझ्नु पर्यो। फरक केही होइन, टेन्डर सिट भनेको पनि एउटा स्टेटमेन्टै हो जसमा चाहिँ के गर्छौँ त हामीले फ्युचरमा केही कुराको प्राइस एस्टिमेसन गरेको हुन्छौँ क्या। फ्युचर प्राइस एस्टिमेसन गर्छौँ हामी टेन्डर सिट प्रिपेयर गरेर चाहिँ। कस्ट सिट भनेको चाहिँ करेन्ट कस्ट के कति लागिरहेछ त हो त भयो हो। अब टेन्डर सिट चाहिँ किन बनाउँछौँ त भन्दाखेरि मानौँ हामी एउटा कम्पनी छौँ, एउटा कम्पनी रन गरिरहेछौँ अथवा गभर्मेन्टहरूले के गर्छ भन्दाखेरि कुनै पनि गभर्मेन्टले कुनै एउटा पुल बनाउनु पर्यो अरे। पुल बनाउनको लागि गभर्मेन्ट आफै गरेर त बनाउँदैन, त्यसको लागि के गर्छ त कन्स्ट्रक्सन कम्पनीहरूमा उसले टेन्डर खुलाउँछ। नर्मल सिनेरियोहरूमा है हामी टेन्डर खुलाएको हुन्छ। त्यो टेन्डरको लागि डिफ्रेन्ट कन्स्ट्रक्सन कम्पनीले के गर्छ त आफ्नो प्राइस मैले चाहिँ यति यति एक्सपेन्सेस यति यति खर्चमा चाहिँ यति यति यो ओभरहेड म यति खर्च गर्छु, अफिस एडमिनिस्ट्रेसन मेरो ओभरहेड यति लाग्छ होइन, फिनिस गुड्ससम्म सकिँदा ओर्दा चाहिँ मेरो कस्ट यति लाग्छ, मैले यसमा 80% प्रफिट जोडेपछि मेरो टेन्डर प्राइस चाहिँ मैले कोड गर्ने प्राइस चाहिँ मैले काम गर्न सक्ने प्राइस भनेको चाहिँ यति हुन्छ है भनेर उसले के गर्छ त एउटा स्टेटमेन्ट बनाउँछ र उसले के गर्छ त्यो स्टेटमेन्ट बनाउँछ र गभर्मेन्टलाई दिन्छ। त्यो स्टेटमेन्ट बनाएकोलाई के भन्छ त हाम्रो टेन्डर सिट भन्छ। उसले के गरेको छ त म चाहिँ त्यो जुन ब्रिज छ त्यो ब्रिज बनाउनको लागि चाहिँ मेरो चाहिँ यति कस्टमा चाहिँ मैले सक्छु है भनेर हरेक कम्पनीले के गर्छ त प्राइस कोड गरेको हुन्छ क्या। टेन्डर प्राइस भन्छ अथवा कोटेसन प्राइस भन्छ हो। त्यो प्राइसको बेसमा अब लो कस्ट कुन छ त सबैभन्दा लो प्राइस कुन छ गभर्मेन्टले त्यसलाई एक्सेप्ट गर्ने भयो हो नि। भनेपछि त्यसलाई नै के भयो त टेन्डर सिट भयो। यो चाहिँ के गर्यो त यसले बनिसकेको चिज होइन, यसले फ्युचर एस्टिमेसन गरेको छ है। फ्युचरमा मलाई ब्रिज बनाउनको लागि चाहिँ लागत खर्च यति छ, यसले भनेको के गर्यो त फ्युचर प्राइसलाई एस्टिमेसन गर्नको लागि हेल्प गर्यो। यसलाई नै हामी के भन्छौँ त टेन्डर सिट। फरक केही हुँदैन है यहाँनिर। हाम्रो कस्ट सिटमा हामीले जे बनाएको हुन्छौँ, अब कस्ट सिट बनाएपछि हामी कस्ट सिटको बेस्टमा रहेर हामी के गर्छौँ त टेन्डर सिट बनाउँछौँ। अब सुरुमा हामीले कस्ट सिट बनाउनको लागि यो फर्मेट एप्लाई गरेको हुन्छौँ। टेन्डर सिट पनि सेम हो। र मेटेरियल कन्ज्युम कति भयो त्यो गर्छौँ। त्यसबाट अल डाइरेक्ट एक्सपेन्सेस जोडेर प्राइम कस्ट निकाल्छौँ, फ्याक्ट्री ओभरहेड निकाल्छौँ। त्यसबाट फ्याक्ट्री कस्ट इन्कममा ओपनिङ स्टक अफ डब्लुआइपी जोड्ने, लेस गर्ने सबै त्यही काम गर्छौँ। लास्टमा के गर्छौँ त कस्टमा प्रफिट अथवा लस जोडेपछि त्यहाँनिर जुन सेल्स रेभेन्यू लेख्छौँ यो भनेको के हुन्छ त टेन्डर प्राइस लेख्छौँ क्या हामी। यहाँनिर लास्टमा टेन्डर प्राइस भनेर निकाल्छौँ हो। त्यसलाई नै हामी के भन्छौँ त टेन्डर सिट भन्छौँ हो। अब टेन्डर सिट त बन्यो। अब यसको कस्ट सिट र टेन्डर सिट बनाउनको लागि अब टेन्डर सिट त भन्यौँ, कस्ट सिटको बेसिसमा हाम्रो टेन्डर सिट बन्छ भनेको छौँ। अब कसरी बन्छ त नि? अब त्यसको लागि चाहिँ के हुन्छ भन्दाखेरि जुन ओभरहेड एलोकेसन छ, कस्ट एलोकेसन छ, कस्ट एलोकेसन चाहिँ डिफ्रेन्ट बेसिसमा गरिएको हुन्छ। नर्मल सिनेरियोमा एउटा डिफ्रेन्ट केस हुन्छ, 3 to 4 डिफ्रेन्ट केसेसमा हुन्छ। अब यसलाई बुझ्न चाहिँ हामी के गरौँ त क्वेसनकै आधारमा त्यो अनुसारले सल्भ गरौँ। क्वेसन हेरौँ टेन्डर सिट र कस्ट सिट त्यो कसरी रिलेट छ त सोधिराखेको क्वेसनलाई चाहिँ हामी हेरौँ है त। कस्ट इन्फर्मेसन फर म्यानुफ्याक्चरिङ अ प्रोडक्ट इन अ गिभन इज गिभन बिलो अरे। डाइरेक्ट मटेरियल
20,000 kgs at the rate 10 per kg. डाइरेक्ट लेबर कस्ट 80% अफ कस्ट अफ मटेरियल, जुन कस्ट अफ मटेरियल छ त्यो मटेरियलको 80% भनेको डाइरेक्ट लेबर कस्ट अरे. फ्याक्ट्री ओभरहेड 64,000, एडमिनिस्ट्रेटिभ ओभरहेड 42,400 एन्ड द फलोइङ इस्टिमेसन्स वेयर मेड फर सबमिटिङ द टेन्डर भनेको छ. अब यहाँ भनेको छ माथि भनेको यो कस्ट सिटको इन्फर्मेसन भयो, कस्ट सिट बनाउनुको लागि इन्फर्मेसन हो. अब यहाँबाट के भयो त टेन्डर सिटको लागि द फलोइङ इस्टिमेसन वेयर मेड फर सबमिटिङ अ टेन्डर. टेन्डर सिट प्रिपेयर गर्नको लागि चाहिँ तलको बुदागत रूपले के गरेको छौँ त हामीले इस्टिमेसन गरेको छौँ है भने चाहिँ मटेरियल कस्ट भनेको 30,000 भनेर एस्टिमेट गरेँ मैले. डाइरेक्ट लेबर कस्ट 24,000 एस्टिमेसन गरेको छौँ हो. फ्याक्ट्री ओभरहेड आर एब्जर्ब अन द बेसिस अफ डाइरेक्ट लेबर. जुन फ्याक्ट्री ओभरहेडको कस्ट छ त्यो चाहिँ डाइरेक्ट लेबरको बेसिसमा गर्नुपर्छ भनेको छ हो. यो जुन फ्याक्ट्री ओभरहेडको कस्ट डाइरेक्ट लेबरको बेसिसमा निकाल्ने हो, त्यो बेसिस चाहिँ अब कहाँबाट निकाल्ने त कस्ट सिट प्रिपेयर गरेको छौँ. कस्ट सिटमा एलोकेटेड कस्टहरूको त्यो बेसिस पर्सेन्टेज निकाल्ने अनि त्यसको पर्सेन्टेजको आधारमा हामी टेन्डर सिटमा क्यालकुलेट गर्छौँ हो. एडमिनिस्ट्रेटिभ ओभरहेड आर एब्जर्ब अन द बेसिस अफ फ्याक्ट्री कस्ट. मतलब माथि एडमिनिस्ट्रेटिभ ओभरहेड 42,400 छ कस्ट सिटमा अनि फ्याक्ट्री कस्ट सर्टेन आएको हुन्छ. फ्याक्ट्री कस्ट र एडमिनिस्ट्रेटिभ ओभरहेडको बेसिसमा हामी पर्सेन्टेज निकाल्छौँ. त्यो पर्सेन्टेज चाहिँ फेरि तल टेन्डर सिटमा आएर के गर्छौँ त फ्याक्ट्री कस्टसँग हामी त्यसको पर्सेन्टेज निकालेर हामी त्यसलाई भनेको एडमिनिस्ट्रेटिभ ओभरहेड डिटर्माइन गर्छौँ. प्रॉफिट अफ 20% अन सेलिङ प्राइस इज एस्टिमेटेड. जुन लास्टको सेलिङ प्राइस छ त्यसको 20% भनेको के हो त प्रॉफिट हो. अनि रिक्वायर्ड भनेको छ स्टेटमेन्ट अफ कस्ट एन्ड टेन्डर सिट. सो क्वेसन यति छ. अब यसलाई प्रिपेयर गरौँ. सुरुमा हामी के गर्छौँ त टेन्डर सिट केही जाँदैनौँ. हामी सुरुमा भनेको प्रिपेयर गर्ने भनेको हामीले कस्ट सिट प्रिपेयर गर्छौँ हो. अब कस्ट सिट प्रिपेयर गर्दाखेरि फर्मेट गरौँ. फर्मेट हामी दुईवटा एकैचोटि गरौँ है. जहिले पनि एक्जाममा सबैभन्दा सजिलो के हुन्छ भन्दाखेरि चाहिँ दुईवटा पेज यसरी बाहिर यता र यता पारेर लेख्ने. पहिलो पेजमा कस्ट सिटको फर्मेट बनाउने सेम फर्मेट हुन्छ. टेन्डर सिटको दोस्रो पेजमा सेम फर्मेट. टेन्डर सिट भन्ने मात्रै चेन्ज हुन्छ, फर्मेट सेम हो. अब सुरुमा के चाहियो त हामीलाई क्वेसनमा दिएको छ डाइरेक्ट मटेरियल, त्यो त सिधै गिभन दिएको छ. डाइरेक्ट मटेरियल भनेको छ हो. अब डाइरेक्ट मटेरियल कति दिएको छ त हामीलाई भन्दाखेरि 20,000 केजी एट द रेट रुपिस कति छ त 10 पर केजी भनेको छ. 20,000 इन्टु 10 गर्नुभयो भने कति आयो त 2 लाख हो. अब यसमा हामी के गर्छौँ त डाइरेक्ट कस्ट जति डाइरेक्ट मटेरियल छ डाइरेक्ट कस्ट जति जोड्ने डाइरेक्ट लेबर कस्ट. यो भनेको के छ त 80% अफ मटेरियल कस्ट भनेको छ. अब 80% अफ मटेरियल कस्ट 2 लाखको 80% भनेको कति भयो त 1,60,000. अब यसको टोटल गर्दाखेरि कति भयो त 3,60,000. यो भनेको के भयो त प्राइम कस्ट. अब हामीलाई यहाँनिर के दिएको छैन त डब्लुआइपी पनि दिएको छैन, ओपनिङ स्टक क्लोजिङ स्टक केही पनि दिएको छैन. त्यसो भएपछि अब प्राइम कस्टमा हामी के गर्छौँ त एड फ्याक्ट्री ओभरहेड. फ्याक्ट्री ओभरहेड कति दिएको छ त 64,000 हो. अब यसलाई जोडेपछि फ्याक्ट्री ओभरहेड जोडेपछि यहाँबाट के आउने भयो त फ्याक्ट्री कस्ट इन्कम आउँथ्यो. अनि फ्याक्ट्री कस्ट इन्कममा हामी के गर्थ्यौँ ओपनिङ स्टक अफ डब्लुआइपी एड गर्थ्यौँ, क्लोजिङ स्टक अफ डब्लुआइपी लेस गर्थ्यौँ. त्यो नभइसकेपछि त्यसलाई 0 हालिरहनु भन्दा यहाँनिर यसलाई हामी सिधै के गर्न सक्छौँ भन्दाखेरि यसलाई एड गरेपछि 4,24,000. त्यसलाई अब यसलाई हामी के लेख्न सक्छौँ त फ्याक्ट्री अथवा वर्क कस्ट. हामी स्टेप पनि स्किप गर्न सक्छौँ है. फ्याक्ट्री अथवा वर्क कस्ट हुन्छ किनकि हाम्रो यहाँ फ्याक्ट्री कस्ट इन्कम हुन्थ्यो. फ्याक्ट्री कस्ट इन्कम आयो. फ्याक्ट्री कस्ट इन्कममा ओपनिङ स्टक पनि 0 छ, क्लोजिङ स्टक पनि 0 छ, दिएकै छैन भनेपछि हाम्रो आउने के भयो त फ्याक्ट्री अथवा वर्क कस्ट भनेको 4,24,000 आउने रहेछ. त्यही भएर सिधै लेख्यौँ है त डाइरेक्ट एड एडमिनिस्ट्रेटिभ ओभरहेड. अब फ्याक्ट्री कस्टमा हामी के गर्थ्यौँ त एडमिनिस्ट्रेटिभ ओभरहेड अथवा अफिसियल एडमिनिस्ट्रेटिभ ओभरहेड गर्थ्यौँ. एडमिनिस्ट्रेटिभ ओभरहेड दिएको छ 42,400. त्यस पछाडि आउने भनेको के हो त कस्ट अफ प्रोडक्सन आउँथ्यो. अब कस्ट अफ प्रोडक्सन पछाडि फिनिस गुड्सको ओपनिङ स्टक लेस क्लोजिङ स्टक त्यो पनि छैन. त्यो नभइसकेपछि हामी के गर्छौँ त सिधै फ्याक्ट्रीको कस्टमा अफिसियल एडमिनिस्ट्रेटिभ ओभरहेड जोड्छौँ. त्यो भनेको सिधै कस्ट अफ गुड्स सोल्ड हो.
कस्ट अफ गुड्स सोल्ड कति आएको छ त? कति आयो भन्दाखेरि कस्ट अफ गुड्स सोल्ड 4,66,400। अब यहाँनिर अब हामी के गर्थ्यौँ त? एड सेलिङ एन्ड डिस्ट्रिब्युसन ओभरहेड। अब सेलिङ एन्ड डिस्ट्रिब्युसन ओभरहेड एड गर्नको लागि त यो त दिएको छैन, यहाँ भनेको 0 भयो। भनेपछि यही भनेको के रहेछ त? कस्ट अफ सेल्स टोटल कस्ट भनेको 4,66,400 हुने रहेछ हो। अब त्यसमा एड के गरौँ त? प्रफिट गरौँ। प्रफिट कति दिएको छ त? 20% अफ सेल्स। 20% अफ सेल्स भनेको छ अब सेल्स रेभेन्यू। अब 20% अफ सेल्स भनेपछि के गरौँ त? सेल्सको 20% भनेपछि सेल्स रेभेन्यू कति आउने रहेछ त? भनेको 4,66,400 बाई 0.8 गर भने कति आउँछ त? 4,66,400 डिभाइडेड 0.8 गर भने 5,83,000 सेल्स रेभेन्यू आयो। यो भनेको कति हो त? 583,000 भनेपछि 583,000 माइनस 4,66,400 गर्यो भने 1,16,600 आउने रहेछ प्रफिट हो। अब यसलाई के गर्न सकिन्छ त? अर्को भनेको चाहिँ सेल्सलाई एक्स मान्ने, प्रफिट भनेको कति भयो त? 20% अफ एक्स भनेपछि 0.2x हुने भयो। भने हाम्रो फर्मुला के छ त? कस्ट प्लस प्रफिट इज इक्वल्स टु सेल्स। अब यसलाई यो युज गरेर पनि हामी के गर्न सक्छौँ त? सेल्स एक्सको भ्यालु कति निकाल्न सक्छौँ त? 5,83,000 हो नि। अब हाम्रो यो भयो कस्ट सिट। अब हामीलाई अर्को के बनाउने छ त? टेन्डर सिट बनाउने छ। अब टेन्डर सिटको लागि पनि यताको फर्मेटमा जे कुरा लेखेको छौँ त्यही कुरा एप्लाई हुन्छ है त। सुरुमा के छ त? डाइरेक्ट मटेरियल छ। यहाँ हेर्नु है, यतापट्टि जे लेखेको छु मैले त्यतै लेख्छु। सुरुमा छ डाइरेक्ट मटेरियल। गिभन यता जे छ त्यतै लेख्दा पनि भयो। अब हामीलाई एस्टिमेसनको डाइरेक्ट मटेरियल एमाउन्ट कति दिएको छ भन्दाखेरि 30,000 दिएको छ हो। त्यसै गरी एड के गर्ने त? डाइरेक्ट लेबर कस्ट। डाइरेक्ट लेबर कस्ट हामीलाई कति दिएको छ त? 24,000 गिभनै दिएको छ हो। अब यसलाई जोडेपछि कति भयो त? प्राइम कस्ट भनेको 54,000। प्राइम कस्ट कति हुने भयो त? 54,000 हुने भयो। हेर्नुहोस् है, डाइरेक्ट मटेरियल, डाइरेक्ट लेबर, अर्थ केही लेखेको छैन। प्राइम कस्ट एड के गर्छौँ त? फ्याक्ट्री ओभरहेड। अब यहाँनिर छ है, फ्याक्ट्री ओभरहेड त हामीलाई दिएको छैन नि त। डाइरेक्ट मटेरियल दिएको छ, डाइरेक्ट लेबर दिएको छ। फ्याक्ट्री ओभरहेडको लागि के भनेको छ त? फ्याक्ट्री ओभरहेड आर एब्जर्ब अन द बेसिस अफ डाइरेक्ट लेबर। अब त्यसको लागि चाहिँ अब के गर्नु पर्यो त? वर्किङ नोट प्रिपेयर गर्नुपर्ने भयो हो। फ्याक्ट्री ओभरहेड पर्सेन्टेज भनेको के भनेको छ भन्दाखेरि फ्याक्ट्री ओभरहेड आर एब्जर्ब अन द बेसिस अफ डाइरेक्ट लेबर भनेपछि हाम्रो यो कस्ट सिटमा फ्याक्ट्री ओभरहेड आर एब्जर्ब अन द बेसिस अफ डाइरेक्ट लेबर। फ्याक्ट्री ओभरहेड कति दिएको छ त? 64,000 हो। के को बेसिसमा भनेको छ त? डाइरेक्ट लेबर कस्ट भनेपछि 1,60,000 इन्टु 100%। अब क्यालकुलेट गर्नु। 64,000 1,60,000 इन्टु 100% गर्दाखेरि कति भयो त भन्दाखेरि 40% हुँदो रहेछ। भनेको मतलब फ्याक्ट्री ओभर चाहिँ 40% अफ डाइरेक्ट लेबर कस्ट। यो भनेको कति भयो भन्दाखेरि 40% अफ डाइरेक्ट लेबर कस्ट कति छ त? 24,000
हेर्नुहोस् है, हामीले 40% चाहिँ निकाल्यौँ। अब फ्याक्ट्री ओभरहेड के को बेसिसमा एब्जर्ब छ त? डाइरेक्ट लेबर कस्ट। डाइरेक्ट लेबर कस्ट 24,000 छ, 40% अफ 24,000 भनेको कति भयो त? 9,600 भयो हो। अब यो जोडिसकेपछि कति आउँछ त? 63,600। यो भनेको के भयो भन्दाखेरि फ्याक्ट्री कस्ट अथवा वर्क कस्ट है। यही हो है, फ्याक्ट्री ओभरहेडको पर्सेन्टेज निकाल्नु पर्यो। सुरुमा हामीलाई के दिएको बेसिस भन्दा फ्याक्ट्री ओभरहेड आर एब्जर्ब अन द बेसिस अफ डाइरेक्ट लेबर भनेको छ। अब केही भनेको थिएन, क्वेसन साइलेन्ट छ भने जहिले पनि फ्याक्ट्री ओभरहेड भनेको केबाट त गर्ने त? डाइरेक्ट लेबर हो। त्यसै गरी एडमिनिस्ट्रेसन ओभरहेड अथवा डिफ्रेन्ट अरू ओभरहेड भनेको चाहिँ केबाट गर्ने त? फ्याक्ट्री कस्ट अथवा वर्क कस्टबाट गर्छौँ। वर्क कस्टलाई बेसिस राखेर गर्छौँ, गिभन दिएको छैन भने है त। फ्याक्ट्रीको कस्ट आयो, त्यस पछाडि हामीलाई यहाँनिर के दिएको छ त? अब एडमिनिस्ट्रेटिभ ओभरहेड सेम है, फर्मेट चाहिँ कस्ट सिटमा जे छ टेन्डर सिटमा नि त्यही राख्ने। एडमिनिस्ट्रेटिभ ओभरहेड भनेको के को बेसिस भन्छ? एडमिनिस्ट्रेटिभ ओभरहेड आर एब्जर्ब्ड अन द बेसिस अफ फ्याक्ट्री कस्ट भनेपछि एडमिनिस्ट्रेटिभ ओभरहेड पर्सेन्टेज भनेको कति हुने रहेछ भन्दाखेरि एडमिनिस्ट्रेटिभ ओभरहेड यहाँनिर फिगर कति दिएको छ त? 42,400 अन द बेसिस अफ फ्याक्ट्री कस्ट भनेको 4,24,100 इन्टु 100% भनेको कति भयो त? 10% आउने रहेछ हो। एडमिनिस्ट्रेटिभ ओभरहेड बाई के भयो त? फ्याक्ट्री कस्टको बेसमा एब्जर्ब भएको छ 10% भनेपछि यो भनेको के भयो त? 10% अफ 63,600 हुने भएछ। यो भनेको 6,360। यो भनेको के भयो त? कस्ट अफ गुड्स सोल्ड अथवा कस्ट अफ सेल्स। किनकि हामीलाई सेलिङ एन्ड डिस्ट्रिब्युसन ओभरहेड दिएको छैन, त्यो 0 हुन्छ भनेपछि हाम्रो कस्ट अफ गुड्स सोल्ड अथवा कस्ट अफ सेल्स हामीले स्किप गर्न पाउँछौँ है। यसरी यो स्टेप चाहिँ स्किप गर्न सकिन्छ। यो भनेको कति हुने भयो भन्दाखेरि 69,960 हुने रहेछ। अब एड यो प्रफिट चाहिँ के भनेको छ त? 20% अफ यो सेलिङ प्राइस अथवा टेन्डर प्राइस भनेको। अब यो अब टेन्डर प्राइसको लागि हामी सिधै के गर्न सक्छौँ त? कस्ट बाई 69,960 कस्ट भयो बाई 20% भनेपछि 80%, 0.8% हो भनेको 69,960 डिभाइडेड बाई 0.8 भनेको कति भयो त? 87,450 हो। 87,450 87,450 17,490 के भयो त? प्रफिट भयो। यो भयो कम्प्लिट कस्ट सिट बनाउने। कस्ट सिटको बेसिसमा हामी के गर्छौँ त? टेन्डर सिट प्रिपेयर गर्ने भयौँ। अब यहाँनिर चाहिँ अलिकति डिफ्रेन्ट स्लाइटली चेन्जेस आउने भनेको चाहिँ कहाँनिर हो भन्दाखेरि अलिकति कन्फ्युजिङ हुने भनेको चाहिँ जुन यो वर्किङ नोट निकालेको छौँ, बेसिस हुन्छ नि फ्याक्ट्री ओभरहेड पर्सेन्टेज निकाल्यौँ। अब एब्जर्ब चाहिँ फ्याक्ट्री ओभरहेड चाहिँ एब्जर्ब अन द बेसिस अफ डाइरेक्ट लेबर भनेको छ। अब त्यसको प्रफिट पर्सेन्टेज अथवा भ्यालु त निकाल्नु पर्यो, हामीलाई चाहियो टेन्डर सिटको एस्टिमेसन निकाल्नको लागि। त्यो भनेको चाहिँ हामी के गर्छौँ त? अहिले करेन्ट रनिङ कस्टको एस्टिमेसनबाट हाल्छौँ है। फ्याक्ट्री ओभरहेड एब्जर्ब अन द बेसिस अफ डाइरेक्ट लेबर कस्ट भनेको छ भनेपछि कस्ट सिटको जुन फ्याक्ट्री ओभरहेड छ, फ्याक्ट्री ओभरहेड चाहिँ डाइरेक्ट लेबर कस्टको बेसिसमा कति पर्सेन्टले एब्जर्ब भएको छ त भन्दाखेरि 40%ले। अब यसको 40% भनेपछि चाहिँ अब टेन्डर सिटमा फ्याक्ट्री ओभरहेड भनेको चाहिँ 40% अफ के भयो त? टेन्डर सिटको जुन डाइरेक्ट लेबर कस्ट छ त्यसको 40% भयो। त्यसै गरी एडमिनिस्ट्रेटिभ ओभरहेड एब्जर्ब अन द बेसिस अफ फ्याक्ट्री अथवा वर्क कस्ट भनेको छ। अब कस्ट सिटमा फ्याक्ट्री अथवा वर्क कस्ट चाहिँ कति दिएको छ भन्दाखेरि 4,24,000 भनेपछि एडमिनिस्ट्रेटिभ ओभरहेड बाई फ्याक्ट्री अथवा वर्क कस्ट इन्टु 100% गरेर हामी कति पर्सेन्ट निकाल्यौँ त? 10% निकालेको छौँ। अब 10% त एडमिनिस्ट्रेटिभ ओभरहेड पर्सेन्टेज भयो। अब यो 10% चाहिँ के को रहेछ त? जुन टेन्डर सिटमा हामीले निकालेको छौँ फ्याक्ट्री कस्ट अथवा वर्क कस्ट त्यसको 10% भनेको के हो त? एडमिनिस्ट्रेटिभ ओभरहेड हो है भनेको क्या। जुन
पर्सेन्टेज छ, पर्सेन्टेज चाहिँ फेरि ल्याएर अनि यता टेन्डर सिटको जुन भ्यालु छ, जुन बेसिसमा एब्जर्भ भएको छ त्यो बेसिससँग मल्टिप्लाई गरेर निकाल्ने भ्यालु यो भयो।